कुल चिन्तामनामि ग्रामस्थाने मध्ये पंचकन्या सप्तकन्या देवालय सन्निधौ ये कालयुक्त नाम संवत्सरे रवेः दक्षिण उत्तरायणे मासोत्तमे मासे फाल्गुन मासे मासोत्तमे सिक्किम मेडिकल साइन्स युनिभर्सिटीको हामी त्यहाँनिर मनेराम भन्ज्याङमा हामी फेरि शिलान्यास गरेर त्यहाँ पनि हामी काम गर्छौं। अनि यो चाहिँ तपाईको हाम्रो हिमालज्यू हाम्रो उपाध्यक्ष महोदयले अस्ति नै भन्नुहुँदै थियो, मैले आज नै सोचेको थिएँ आज एकै ठाउँ गरौँ हो भइहाल्छ भन्दा फेरि भएन र फेरि एउटा कार्यक्रममा हामी फेरि पनि गर्छौं। त्यसो हुँदा त्यहाँ पनि डेभलपमेन्ट सुरु हुन्छ र हर कुनै पनि सानो भन्दा सानो जग्गामा कुनै पनि सरकारी इन्स्टिट्युट खोलेपछि त्यहाँ क्यान्टिन चल्छ, गाडी चल्छ, व्यवसाय चल्छ, चलिहाल्छ। त्यहाँ जस्तो प्रकारले कोप्चे है नाम्ची सिङताम ग्राम कन्स्टिट्युन्सी भित्रै पर्छ कोप्चे, त्यो कोप्चेमा के थियो इन्स्टिट्युट थिएन। अब हामी तपाईको त्यहाँनिर हामी भिडियो अफिस बनाउनको लागि जमिन किनेको छौं अनि यसपालि हामी यसको बनाउने धनराशि पनि राख्छौं। त्यहाँदेखि नाम्चीदेखि कोप्चे जानु पर्यो भिडियो अफिस, त्यहाँ गाडी चल्छ, क्यान्टिन चल्छ, सबै व्यवसाय हाउस रेन्ट चल्छ, यो सबै चल्छ। यसरी हामी एउटा नाम्ची सिङ्गीथाङलाई हामीले त्यो प्रकारले हेरेर यो एउटा ठूलो उपलब्धि छ अनि यसको निम्ति म विशेष गरेर यहाँका अति आदरणीय पञ्चायतहरूले पनि पुरा सहयोग दिनुभएको छ। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको विधायक महोदय अनि हाम्रा पार्टीका हाम्रा कार्यकर्ताहरूले, हाम्रा पार्टीका हाम्रो कन्स्टिट्युन्सी लेभलका प्रेसिडेन्ट टाँसी तामाङ लगायत उहाँका सम्पूर्ण साथीहरूले पुरा जोड गरेर है तपाईहरुले यो युनिभर्सिटी यहाँ है ल्याउनको निम्ति अनि यो कार्यक्रम यहाँ गर्नको निम्ति तपाईले पुरा जोड दिनुभएको छ। तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईले अस्ति नै दुईपल्ट यसको पोस्टपोन भइसकेको है, दुईपल्ट गरौँ भने मेरो नै समय मिलेन, फेरि क्यान्सल अनि फेरि भयो अर्को पालि पनि क्यान्सल। त्यसो हुँदा चाहिँ कम्पनी हाम्रो जो मालिकहरू जो युनिभर्सिटी बनाउने चान्सलर भाइस चान्सलर चाहिँ के भएछ भन्दा होइन हामीसँग चाहिँ मुख्यमन्त्री रिसाएको रहेछ है, त्यसले गर्दा नआएको रहेछ भन्ने कुरा पनि भएछ। तर म किन रिसाउनु, जसले यहाँ आएर बिल्डिङ बनाउँदैछ, जसले यहाँ आएर हाम्रो नानीहरूलाई पढाउँदैछ, जसले आएर यहाँ खर्च गर्दैछ, हाम्रो तपाईको नानीहरूलाई नोकरी उसँग किन रिसाउने। तर म समय नपाएकोले गर्दा आउन सकेन र आज जो मिल्यो अनि तपाईहरुसँग मेरो भेटघाट भयो। हामी नयाँ डिएसी डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन सेन्टर बनाउँछौँ एकदमै, किन यो पुरानो भयो है, अफिसहरू पुरा भयो, पुरा टोटल हामी एकदमै राम्रो खालको बनाएर हामी यसै पालि धनराशि हामी छुटाउँछौँ। अनि नयाँ डिएसी बनाएपछि त्यहाँदेखि यताको है सर्छ, नयाँ डिएसीमा सरेपछि जुन चाहिँ अहिलेको पुरानो अस्पताल छ अहिले चल्दै गर्ने त्यसमा चाहिँ हामी अघि हाम्रो सतीश चन्द्र राईज्यूले भन्नुभयो राम्रो भन्दा राम्रो सपिङ कम्प्लेक्स बनाएर हाम्रो बेरोजगारी भाइ बहिनी दिनुपर्छ भने हामी त्यो जग्गामा चाहिँ एकदमै राम्रो सपिङ कम्प्लेक्स बनाएर हाम्रो व्यवसायको लागि हामी दिन्छौँ। यो हाम्रो प्लान छ। मेजोरिटीमा नाम्ची डिस्ट्रिक्टमा राई कम्युनिटी छ, तर कहिले पनि सोचेन पूर्वसँग होइन राईहरूको राईखिम माङखिम चाहिँ हुनुपर्छ भनेर सोचेन। तर आज हेर्नुहोस् नाम्ची सिङ्गीथाङ भित्र नै आज माङखिम बनिँदैछ, निर्माण हुँदैछ अनि धमाधम हुँदैछ। हामी जति सक्दो छिटो सक्दा तपाईहरुको मिटिङ गर्ने, नभए त पहिलाहरू हाम्रो है एसोसिएसनले मिटिङ गर्नुपर्दा होटेलमा जानुपर्ने, कुनै कसको घर माग्नु पर्ने, अब हाम्रो माङखिममा अब मिटिङहरू हुन्छ। त्यस्तै भयो अनि हामीले गुम्पा जति बनाउनु पर्ने है, जस्तो आले गुम्पामा पनि हामीले सहयोग गर्यौं अनि बुमटार गुम्बामा त अहिले तपाईको भव्यताको साथमा बनिँदैछ, त्यो भयो। अनि ब्रह्मकुमारी सेन्टर अहिलेदेखि होइन उहिलेदेखि नै ब्रह्मकुमारी सेन्टर थियो, ब्रह्मकुमारी योग सेन्टर थियो, तर कहिले पनि पूर्व सरकारले बनाउन सोचेन। तर आज हेर्नुहोस् त ब्रह्मकुमारी योग सेन्टर पनि निर्माण हुँदैछ। यो एउटा ल्यान्डमार्क हो नि है, यहाँ त पूरा तपाईको कहाँबाट वर्ल्डबाट सारा संसारबाट यहाँ भक्तजनहरू आउँछ, यो कुरालाई हेर्न आउँछ भनेपछि आज नाम्चीमा बनिनु भनेको एउटा सबभन्दा ठूलो कुरो हो है। हामीले यसरी जति पनि छ अब व्यक्तिगत रूपबाट हामीले जति सक्दो काम गर्ने कोसिस गर्यौं। व्यक्तिगत रूपमा प्रत्येक घरमा नौकरी छैन भने हामीले चुनाव भन्दा अगाडि हामीले नौकरी दिने कोसिस गर्यौं, हामी सबले पाएको छ। तर त्यति हो परिवारमा 3 जना पढेको छ 3 जनाले दिन सकेन, हामीले 1 जनालाई त कम से कम दिएको छ। अनि जो पनि छोडेको छ, जो पनि चुनाव भन्दा अगाडि कुनै पनि घरमा छोडेको छ जसलाई नौकरी दिन सकेको छैन उसलाई दिनु आवश्यकता छ भने मैले भनेको छु माननीय विधायकहरूलाई तपाईहरुले लिस्ट बनाएर यो अब हाम्रो बजेट सेसन बादमा चाहिँ हामी त्यो उहाँहरूलाई पनि लगाइदियौं ताकि एउटा घरमा कम से कम 1 जना नौकरीदार होस्, उहाँहरुको चुला जलोस्
है उहाँहरूको परिवार चलोस् भने। तर अब 5 जना छोराछोरी पढेको छ, 5 जनाले नोकरी पाउन सक्दैन। अनि अब त्यसरी जतिजना 5 जना छ सरकारमा, सिक्किम सरकारमा पाउन सकेन भने पनि यसरी आयो गोल्ड युनिभर्सिटी आउँदैछ। अनि तपाईको माथि मनिराममा अब है सिक्किम मेडिकल साइन्स युनिभर्सिटी आउँदैछ है। यसरी त्यहाँनिर पनि हामीले एडजस्ट हुनु पर्यो, व्यवसाय गर्नु पर्यो। र म आज जति पनि पार्टीका हाम्रो कार्यकर्तालाई म भन्न चाहन्छु, पार्टीमा सहयोग गर्ने साथीभाइलाई म भन्न चाहन्छु, जति पनि युवा भाइ बहिनीहरू पनि भन्न चाहन्छु, तपाईले एटलिस्ट गर्नुहोस्। तपाईले